यसरी नै प्रतियोगितालाई अगाडि बढाउँदै शब्दको संसारमा घुमाउने छिन् सारा सहर आफ्नो मौलिक कलामा सीता राणा मगर। सीता राणा मगरज्यू मञ्चमा आएर आफ्नो कविता प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछौँ। सबैमा नमस्कार। मगर गुरुङ सङ्घबाट एम सीता राणा मगर। आजको यो जयन्तीको अवसरमा एक छोटो हजुर सरप्रति सुनाउँदैछु। हजुर फेस्टिभलमा गल्ती भए क्षमा त्रिवेणीको याद। मेरो कविताको शीर्षक छ कि त्रिवेणीको यात्रा। सुन्नेछ अलिक बेसमेरी अलिक टाढो मेरो कविताको शीर्षक छ कि त्रिवेणीको यात्रा। यसको अर्थ हो कि 3 देशको यात्रा। यमारेको तो प्यारो माटो जन्मको फलो हो, सुनौला सारा मन्दिर सारा जीवनको फलो हो। एरावतीको शीतल हावा बाल्यकाल सम्झिन्छु, धरतीमा पहिलो पाइलादेखि हुर्किएको सम्झिन्छु। कर्मले डोर्याइ पुर्यायो मलाई थाइल्यान्डको सहर, पसिना बगाई भाग्यलाई तोड्ने अनौठो रहर। परदेशी भूमिमा सपनाको माला निस्वार्थ उन्दैछु। पृथ्वीको भूमि हिमालको काठ, नेपाल मेरो घर। रगतमा बग्छ त्यही माटोको मिठो अन्तर। बुबा र बाजेले टेकेको धरती मुटुमा सधैँ छ। जहाँ म पुगे पनि मेरो त प्यारो नेपाल नै छ। 3वटा देशको त्रिवेणी बन्यो यो मेरो जिन्दगी। जता म जाउँ भुल्दिन कहिले आफ्नो त्यो सादगी। माटोले दियो जन्मको चिनो, कर्मले आधार। नेपाल नै मेरो अन्तिम गन्तव्य, खुसीको भण्डार। मेरो कवितालाई यति नै समाप्त गर्दैछु। सबैमा नमस्कार। सीता राणा मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिँदै